हेलो दर्शकबिनहरू, यो गाउँमा चाहिँ बाँदरको आतंक यतिसम्म भयो कि हजुरहरूले यो भिडियो हेरेर चाहिँ बुझ्न सक्नुहुन्छ। यति हो चाहिँ बाँदरले उहाँलाई लैदिएर हेर्छ धेरै बाँदरले खाइदिएर हेर त्यही घर हो यी बाँदरले खान्छ यस्तो गरौँ चाहिँ बाँदरले यस्तरी खाइदिन्छ। उहाँलाई राखेर मान्छेले दाउरा राखे चाहिँ लिएर जाने बाँदरले मुला यस्तो पनि बाँदर रुख चढेपछि यो मुला खसालो र लिएर आउन पर्यो। रुख चढ्दा के हो कोदालाले खनेर नआएको मुला बाँदरले निकाल्छ भाइ। एक वर्ष ल दर्शकबिनहरू, यो बाँदर आतंक अलि धेरै बढेसँगै म चाहिँ यो भरुवा बन्दुक लिएर चाहिँ गाउँ गाउँ घरमा चाहिँ म बाँदर धपाउने कार्यक्रममा म हिँडिरहेको छु। अब कोही डराउनु पर्दैन, अब सुरक्षित भएर हजुरहरू आफ्नो घरबारीमा बस्न सक्नुहुन्छ। दर्शकबिनहरू, अब म आइसकेको छु, आशिष लगाइसकेको छ, हजुरहरू आत्तिनु पर्दैन गाइज है। हजुरहरू ढुक्क भएर घर बस्नुहोस्, खानुहोस्, बस्नुहोस्, पिउनुहोस् है। हस्त गाइज।